हाई गाइज वेलकम ब्याक टु माई च्यानल। आज फेरि अर्को भिडियो लिएर यहाँसम्म उपस्थित भइसकेको छु। भिडियो के कस्तो लाग्छ अन्तिमसम्म हेरेर साथ सपोर्ट र माया गरिदिनु होला। अनि अहिले चाहिँ म बाहिर निक्लिनु लागेको छु, अझै घुम्न जानु लागेको। कहाँ जान्छु भिडियो अन्तिमसम्म हेर्नु होला। खासमा चाहिँ म चाहिँ यहाँबाट निक्लिन्छु अनि उताबाट चाहिँ स्कुटर लिएर निक्लिन्छु अनि उताबाट चाहिँ दिदीहरू हुनुहुन्छ। अब उतै खानासाना खाएर अनि उतैबाट निक्लिन्छु। भिडियो के कस्तो लाग्छ अन्तिमसम्म हेरेर साथ सपोर्ट र माया गरिदिनु होला है त। अहिले चाहिँ दिदीकोमा आइसकेको छु अनि त्यसपछि मेरो यो चाहिँ यस्तो छ यो ड्रेसमा। अब खानासाना खान्छु अनि त्यसपछि गाडी भन्नु भएको छ अरे कतिजना हो दिदीहरूले नि। अब म उहाँहरूसँगै जान्छु। गाडीमा चढाएको छ, गेटिङ रेडी। अगाडिको सिट बनाएर बसेर अन्त अब हामी चाहिँ हाम्रो ग्याङ हाम्रो टोली चाहिँ सिन्धुलीगढी अनि कलाघरतिर प्रस्थान गर्दैछ। कतिजना भयो? 9 जना भयो। बिस्तार बिस्तार जानुपर्छ। हामीलाई केही हतार छैन। हामी त्यो प्रत्येक हामीलाई केही हतार छैन। बिस्तार बिस्तार जाने हो। हामीलाई हतार छैन। हामी बेलुका आइपुग्दा पनि हुन्छ बास बस्ने गरी। अब रोड त्यस्तै छ हेर्नु, हामी त्यस्तै छौँ। हामी पनि त्यस्तै छौँ, रोड पनि त्यस्तै होइन। बुझ्नु न मिलाएर हामी बुझ्छौँ। बिस्तारी यस्तो भयो भने त हामी चियाबारी पनि पुग्दैनौँ होला त। यो बाटो त हो कि भनेको मतलब भोमिट भएर क्या। अर्थको अनर्थ नलाउनु न यार। हो र आएन भने पैसा फिर्ता आउँछ। ए 8 जनाको गर्नु नि त त्यसो भए। 2 जना खाऊ उनीहरुको 8 जना 9 जना गर्ने। 2 जना खाऊ के 100 र गुरु आउनु भा। 2 जना 8 जनाको गर्नु। 8 जना हैन 7 जनाको। 7 जना हो हामी। 8 9 7 जना। 7 जना हैन 7 जनाको गर्नु न। 7 जना हैन 1 2 3 4 5 6 अनि त्यो भाइले 7 जना हो के। 7 जना। के अरे भन्दै फेरि कमिसन खाए बहिनीले भन्ला हैन। हामी साइन गरिदिन्छौँ नि। तिमी साइन गर्दै नि त पारो। म साइन गरिदिन्छु नि त। पर्दैन होइन 10 जना जस्तो लागेको थियो क्या। 8 जना होइन 3 जना 4 जना 5 6 7 जना छ त। 8 जना रहेछ। अब चाहिँ कलाघर आइसक्यो। टिकट काट्दैछ उतातिर दिदी चाहिँ। सहयोग दुधौली नगरपालिका यो के रहेछ यहाँभित्र यस्तो कस्तो रहेछ है। यस्तै म त पहिलोचोटि आएको। चिया लहरलाई चाहिँ यहाँ चिया सिन्कौलीको पार्छ है चिया लहर। कस्तो मजा रहेछ। घाम लाग्यो ठ्याक्क लगाएर के हो यो त म केही बुझ्दैन। कलाघर सिन्धुली। तर म फर्स्ट टाइम आएको। पहिला उता हुँदा चाहिँ बजारमा हुँदा प्रायः गइरहेको हुन्थ्यो। यहाँले चाहिँ टुपुकको घर बनाएको रहेछ सानोवाला। यस्तो चिया खानेहरूलाई चिया कोसेली घर यहाँ ल्याएर कोसेली राखिदिनु पर्ने होला। यस्तो पुरै गाउँको डोको डालो के रहेछ यहाँभित्र चाहिँ। कोसेली घर कलाघर अनि यस्तो टुपुक पहिला यहाँ चाहिँ यस्तो रहेछ। यो के पुरानो काठको सामानहरू मजाको रहेछ। यही हो कलाघरको सिन्धुलीको कलाघर चाहिँ। यता सिन्धुली कलाघर सङ्ग्रहालय भनेर छ। पुरानो सामानहरू। यो के हो? यो चाहिँ त्यो हँसा बनाउने ठाउँ। यो सबैजनाले देखेको छ है। यहाँ अब यस्तो पानी भरेको के गरेको
यहाँ भिडियो बनाउने यार म टिकटकमा बनाउने के ब्लग बनाएछ रमाइलो भएको छ है सबै सबै देख्दो रहेछ कि यहाँबाट पिङ्क सिङ रहेछ उता पनि यता पनि रहेछ दिदी गाउँ चाहिँ राम्रो राम्रो ठिकै रहेछ यतातिर पुरै जङ्गलमा रहेछ क्या बजार त कहाँ हो त्यही हो एकदम रमाइलो इन्जोय गरेँ म त फर्स्ट टाइम आएको यहाँ त यहीँ भएर सिन्धुलीको मान्छे भएर पनि सिन्धुलीमै आउन पनि कति टाइम लाग्यो खै कताको गाउँ हो उता त कोसी जस्तो पनि कहाँ सबै त देख्दो रहेछ है यो त यहाँबाट त